हेलो गुड मर्निङ नमस्ते सबैजनालाई। अनि म दिपा गुरुङ र तपाईहरुको समक्ष एउटा मैले यो बक्स लिएर आएको छु। यो बक्समा चाहिँ के छ भन्दाखेरि चाहिँ ग्यास सेफ्टी डिभाइस र यसमा चाहिँ यसको चाहिँ धेरै फाइदा छ। घरमा युज गर्नु भयो भने चाहिँ तपाईहरुले हैन ग्यास लिकेजहरुबाट पनि हामी बाँच्न सक्छौं र ग्यास पनि अब हाम्रो अलिकति भए पनि महिनामा 1 महिना चल्दैछ भने अलि 10-15 दिन भए पनि बचत हुनेछ। बेसी चल्ने छ 10-15 दिन भए पनि हैन। र तपाईहरुले कसैले पनि यसलाई किन्नु चाहनुहुन्छ भने चाहिँ मलाई डीएम गर्नुहोस्। यसको प्राइस चाहिँ छ 3599। अन्त यसको चाहिँ 3 वर्षको वारेन्टी छ। तपाईहरुलाई घरमा चलाउनु युज गर्नु चाहनुहुन्छ भने चाहिँ मलाई डीएम गर्नुहोस्। यसमा चाहिँ अब डायमिटर छ हैन। यसले चाहिँ हामीलाई ग्यास तुर्नु आँटेको छ भने पनि यो डायमिटरले बताइदिइहाल्छ सक्यो भनेर। सक्नु आँटेको छ हामीले अब यहाँनिर रेड र ग्रीन फुल छ हैन। फुलमा देखाउँछ त्यहाँ सक्दै गयो भने चाहिँ तपाईहरुले अब कोही बेला तपाईहरुको अचानक ग्यास सक्छ तपाईहरुलाई थाहा हुँदैन हैन। र यसले चाहिँ तपाईहरुले अगाडि नै तपाईहरुले मेरो ग्यास सक्नु आँटेको रहेछ भनेर पनि थाहा पाउन सक्नुहुनेछ। अन्त तपाईहरुले अगाडि पनि लिएर राख्नु सक्नुहुन्छ हैन। अब कोही बेला अचानक चिया पकाउँदा ग्यासहरु सक्छ नि त हैन। र अब त्यतिरा त हामीलाई थाहा हुँदैन यहाँ ग्यास सकेछ भन्ने हुन्छ हैन। तर यो तपाईहरुले घरमा लगाउनु भयो भने यसले चाहिँ तपाईहरुलाई ग्यास तुर्नु आँटेको पनि बताउँछ र लिकेजहरु हुँदैछ भने पनि थाहा हुन्छ हैन। यसले चाहिँ भाइब्रेट गरिदिइहाल्छ। अन्त के एक्सिडेन्टहरु हुनुबाट पनि बाँच्नु सक्छ। धन्यवाद। तपाईहरुले यो भिडियो हेरेर यसको फाइदा उठाउनु चाहनुहुन्छ भने चाहिँ मलाई डीएम गर्नुहोस्।